च्यानल। आई होप सबैजना सन्चै हुनुभएको होला, म पनि सन्चै छु। अनि आज चाहिँ बिहान बिहान सुरुक मैदान ट्रेकिङ जान लागेको भाइहरूसँग 5:21 भइसक्यो हेर्नु सक्नुहुन्छ होइन। अब चाहिँ म निस्किनु लाग्यो, भाइहरू चाहिँ रेडी भइसक्यो अरे, अनि अब रेडी भएर निस्किनु लाग्यो। ब्याकस्याक जे चाहिने मन सामानहरू जग्गामा हालिसकेँ, देख्न सक्नुहुन्छ। अब म पनि अब निस्किनु लाग्यो। सो अब केटाहरूसँग गएर मात्रै केटाहरूसँग गएपछि भेटौँ है। ल केटाहरू पनि आइपुग्यो है। ल केटाहरू पनि आइपुग्यो, म पनि यहाँ छु होइन। अब चाहिँ हामी हिँडेको केटाहरू होइन फुटबलको। त के फ्यान हो भाइ? त के फ्यान हो त? हामी चाहिँ अलवेज अलराउन्डर। ल अब हामी चाहिँ हिँड्यो। झन् भ्यू हेर्न पाइन्छ कि भनेको, ढिलो भयो आज। झन् पुग्थेन तर भने जस्तो उसो हुन्न कि। आज सायद पानी पर्ला जस्तो खायो, पानीले बिताउला जस्तो खायो कि साँच्चै। छाता त लिएर हिँड्नु पर्छ नि, म झन् छाता नि हेरेर हिँडेँ होइन। झन् के भयो नि भिजेपछि सबै भिजिन्छ। ल यता चाहिँ धान रोपिसक्यो होइन। यस्तो बिहान बिहान चाहिँ यस्तो कुहिरो लाहा। ल बिहानको भ्यू छ है गाइज, यस्तो छ मिठो खायो तर अब 6 बजी हिँड्ने 5:21 घरबाट हिँडेको 6 बजी केटाहरूलाई कुदा यताउति गर्दाखेरि 6 बजी हिँड्ने सायद 8:30 बजीतिर पुगिन्छ होला। तर जस मर्निङमा चाहिँ हिँड्न मजा आउँछ कि, सर भ्यू हेर्दै होइन। यता चाहिँ धानसान रोपेर लगभग सबैतिर खेत सबै धान रोपेर भइसक्यो। कसैले चाहिँ रोप्यो होइन, 1-2 गरा थोरै छ, तर लगभग म्याक्सिमम जति सब धान रोपेर भइसक्यो। गाउँतिर त अब धान रोपेर भ्याएन होला, कतै कोदो रोप्दैछ होला। जस्ट मस्त भयो आज चाहिँ। ल कस्तो लाग्छ त नि केटाहरू? खास 6 जना आउने भनेको, त्यो भाइ आएन कि, लास्ट टाइममा आउँदिन भनिदियो कि त्यसले, त्यो भएर हो कि। बाटो छोडेर कस्तो हरन बजाएको हो र हाम्रो गोरी भाइ। हाम्रो हेन्सी ए रोजेस हेन्सी भाइ, कालु भाइ यता। अनि हाम्रो मोटे, अनि यता चाहिँ म छु। कस्तो फिल आयो त नि? गुड भाइब्स आहा। के अरे अर्जेन्टिनाको म्याच छुट्टै ट्रेकिङ हिँड्नु पर्यो। आज हाम्रो बाजे ग्याङको हाइकिङ चल्दैछ, हामी 5 जना छौँ। सर्टकट जानुपर्ने के अरे। कस्तो लाग्यो नि दाइको? छैन सर्टकट नीति, एकदम भाइ चल्दैछ बिस्तारै। एकछिन ब्लग्स बन्द भएपछि हाम्रो गीत नि बज्छ, केटाहरू एकदम होइन सङ्गम दाइ गीतको भाइ। अरू यो तलबाट गएर उहाँ त्यो रातो माटो माथि छँदै उता टारतिर निस्किनु सिधै सर्टकट।
ल ल जानु त पौडी डाइ फान्डे वहाँ गएर मैदानको त पोखरीमा हाने भयो के दुईजना अघि अघि दुईजना पछि पछि म यहाँ पसिना आइसक्यो छ आधी बाटो नि हिँड्ने होइन पसिना त हाम्रो नि आयो नि नाल्न लामो गरौँ भयो त्यही हाल्नु त थकै लागिसक्यो यार भलौ तर के गर्नु कन्टेन्ट जस्तो भयो यार कन्टेन्ट त केटाहरू अघि पुगिसक्यो यार म त थाकेँ आज लास्टै भयो थकेँ धन्न शीतल शीतल परेछ र अलि आनन्द भयो जता त गर्मीले थप्याएको न ओहो ल हामी यहाँ आइयो है यस्तो मिठो भाउ भ्यू देखेछ नि हाइकिङ गरेको नि मजा तर के गर्ने थकै लाखा पछि पछि एक्लै हिँड्न पऱ्यो जोस् अलि मजा आएको क्या आज चाहिँ केटाहरू चाहिँ फोटोसोटो भिडियो सिडियो बनाइराख भ्यू हेर्नु न भ्यू कस्तो दामी देखिन्छ कि भ्यू हेर्नु न भ्यू दामी भ्यू आएको कि बवाल बवाल भ्यू हिमाल हेर्नु हिमाल केटाहरू कोही त्यहाँ कोही यहाँ माथि बसेछ एउटा भाइ यहाँ छ म यहाँ छु हामी आधीभन्दा बढी माथि नै आइसकेछ होइन अब आधी घन्टा लगभग आधी घन्टापछि हामी सोरेङ मैदान पुग्छ केटा यार भएन क्या ग्रुपमा फोटो खिच्न पर्यो के पछाडिको भ्यू मस्त देख्यो होला होइन केटाहरूको फोटोसोटो सुट भइरह कोही मोबाइल चलाउँदैछ म यता छु फोटोसोटो सुट हान्ने एकछिन बस्ने अनि जाने यहाँको एउटा एकैछिन फोटो भइहाल्यो सेतो पानी खाम्ने यार वे यहाँबाट भर्याङबाट हो माथि जाने होइन केटाहरू सब आफ्नो आफ्नो तालमा म आफ्नो तालमा हुँ फोटोसोटो खिचिरह भिडियो सिडियो त्यस्तो मजा आयो आज चिल पारामा मस्त हिँड्ने आज तर बिहान निस्किने बेलामा केटाहरू चाहिँ ढिलो गर्ने गरे कि त्यही भएर केटाहरूले ढिलो निस्क्यो कि मजा आइरह थकैले
केटाहरू ठगै लास लाग्यो। कस्तो भयो आजको ट्रेकिङ? रोजिरै हिँड्नै नसक्ने माम्पाका कस्तो लाग्यो? कस्तो हेलो कस्तो दामी भयो तर आज हिँड्न चाहिँ सकेन कि म ध्यान न भ्लग जस्तै भइदिएर बाँस किन हल्ला जस्तो भएको एउटा पुरै पऱ्यो किन हल्ला जस्तो भएको त्यो बाँस यस्तो पुरै पऱ्यो अलिक होइन फोटो हुन लाग्यो कि फोटो कपडा फोटो गर्न लाग्यो त्यो हल्ला भइहालेको छैन यस्तै होइन चिरानी देखेको अझै कति घुम्ती अघि एउटा 3 भन्यो नि त 9 घुम्ती अन्त धेरै भइसक्यो अब ओन्ली पुसा भान्ने माथि गएर सबैले एउटा उ गर्न पुछ्देऊ न यहाँ त बोलो देखिने ठाउँमा हो न ए अब धेरै छैन केटा हो नजङ्गियो आनन्दसँग हिँड्नु 12 घुम्ती त भइसक्यो बाटो छोड्दै बाइकलाई बिस्तारै हिँड्नु नातिकिन मस्त भयो केरा जति माथि माथि आयो त्यति त्यति बस्दैछ थकैले थकै पनि लास लाग्यो यार तर खाली पेट हिँडेको नि त अनि दुलाको 3 घुम्थ्यो मासला 3 घुम्दै यस्तै ठकै लाग्यो अझ मोल उठाउन नि सकेन यार खै आएछ भाइ finally we are standing on the Maidan रिजोर्ट छिटो हामी यसो घुम्न पाइन्छ अरे यसो त्यही भएर यसो घुम्न आएको लागि आएको कस्तो ठाउँ के होटेल हो कहाँ रहेछ नि कतिको रुम कतिवटा ठाउँ राम्रो छ होइन आउनु होला बस्नुलाई सिक्न आउने मान्छेलाई 15 दिनको कोर्स हुन्छ आउँछन् मान्छे के को खास के प्याराग्लाइडिङ 15 दिनकोलाई 15 दिनमा सिकिन्छ आफै कति हो नि पैसा 1 लाखदेखि 80 180 आम्मा 1 लाख पैसा पनि गर्छ तिमीले अहिले उठ्न जानु लाग्यो उठ्न जानु लाग्यो त्यो घाममा नि डर लाउँछ यार डबल कि सिङ्गल सिङ्गल 3 मात्रै कहाँबाट आउनु भयो बैयारीबाट प्याराग्लाइडिङ सिक्न आउनेलाई 1 लाखदेखि 150 सम्म
12:05 भयो यार यो हाडी काफलको बुट होइन बैगरीको अङ्कल हजुर तलतिर झरेको अङ्कल दुर्गा मन्दिरमा राजनी भवानी दुर्गा मन्दिर पाल्नु हुने सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ ल मन्दिर पनि आइपुग्यो अब यहाँ त धेरै छैन यहाँ त 5-10 मिनटको बाटो हो त्यो छैन मन्दिर दामी छ यहाँको मन्दिर नि तर अहिले पस्दिनँ कस्तो कालो बादल आएको यार माथि आएको थियो यार हामी सूर्यको मैदान पनि आइपुग्यो है ल हजुरले सूर्यको मैदान लेखेको पनि देख्न सक्नुहुन्छ द्याट्स होइन दामी बवाल छ कि चढ जियोस् त माथि आएपछि यस्तो बवाल उस भयो कि शीतल जति माथि आयो उति चिसो हुँदै गयो कि बादलहरू लाग्यो अनि त्यहाँ चाहिँ एकदम फ्रेस हान्यो कि त जियोस् बवाल देखियो कि होइन इन्जोय जस्ट इन्जोय भइरह नि होइन अनि मिठो लग्यो ल आउँदैछु तर त्यो टाउको दुख्यो त गाडीमा चढेन भनेर टाउको दुख्यो तेरो ट्रेकिङ आएको भनेपछि हिँड्दै आउने अनि कता गाडीमा चढ्नु दाइले रोक्न त रोक्नु गरेको ल हामी सूर्यको मैदान पनि आइपुग्यो केटी 3 जना चाहिँ केटाहरू अगाडि हिँड्नु कोदो रोप्ने बेला भइसक्यो कोदो रोप्ने बेला भइसक्यो अनि बाहिर म चाहिँ बिस्तारै हिँड्दै आनन्द चिल पारामा हामी आउँदैछौँ जस्ट मस्त भ्यूमा मजा आयो अनि आज चाहिँ खासै त्यति मान्छे आएर हिँड्नु सक्यो तिनीहरू कहाँ पुग्यो झाँसीको पुग्नु चाहिँ चिल पारामा हिँड्नु त्यो नाचेको र मस्त हिँड्ने कि खसी काट्न लाग्यो क्या यहाँ माथि यहाँ दाइको होटल थियो यहाँ पहिला यार बैहरूको दाइको होटल थियो यहाँ बुलेटवाला यो नि हो अनि यो यहाँ माथि यो माथिको पनि छिटो कि एउटा छिटो यहाँ माथिको साइड बन्द भयो होला यहाँ माथि रुम पनि पाउँछ कि यहाँ चाहिँ रुम पनि पाउँछ कि कन्ट्याक्ट नम्बर फोन नम्बर चाहिन्छ भने यहाँको नि छ है गाइज होमस्टे स्टे तर आज हामी बेलामा खुट्टा काट्दा क्या मस्त चिल पारामा जाने हो चिल हुँदै माथि डाँडामा जाने बुझिस् माथि डाँडामा क्या टपमा क्या त्यसको टपमा चढेर होइन अर्को डाँडामा के त्यसको माथि चढ्नु पर्यो के देख्दैन देखिन्छ यत्तिकै नै अब भिडियो बनाउँछ हैन हजुर यस्तै भ्लग गर्दा नि अहिले अहिले तल झरेर रुक्नु आउ तल आउ हिँड न हिँड केटा हो अब आइपुग्यो त होइन
बनाइदेन आउ त गोरे भाइ मेरो नि हिरोको बनाइदियो चिल पारामा काल भाइ कस्तो लाग्यो त नि कचोटि आइस्तो नि सुरु मैदान बोल्ने कि हो र बोल्ने शर्माउने केटी जस्तो यार केटी जस्तै लजाउने यार हाम्रो कालु भाइ त केटी जस्तो लजाउने यार छ्या कस्तो हिउँ कस्तो उस आएको क्या यार हिमालहरू खासै त्यति राम्रोसँग देखेँ नि त्यति भने जस्तो भएन क्या आज अलिक कुहिरो कुहिरो टाइपको लाग्यो क्या यता त यतापट्टि चाहिँ मिठो भ्यू देखियो होइन अनि यता पछाडि चाहिँ यस्तो कुहिरो लाग्यो कि त्यही भएर अलिक उस भयो कि मजा आएन कि धेरै पछि आइयो मैदान म पहिला मैदान आउँदाखेरि चाहिँ यस्तो बनाएको थिएन कि यो तलको यो लेखेको बनाएको थिएन अहिले पछि बनाएको हो म लगभग 2 वर्षपछि बल्ल आएको हो कि ओहो माय गॉड थकै हात पनि गऱ्यो मस्त उता चाहिँ अनि क्याम्पिङ त्यहाँ चाहिँ के भन्छ अरे पिकनिक सिकनिक आयो भने त्यहाँ बसेर खान मिल्छ होइन अनि फोटो खिच्न जाने भने यता माथि पनि फोटो खिच्ने ठाउँ छ के भन्छ अरे पानको पात बनाएको अहिले थकै लाग्यो झर्नी तागत छ क्या अब झर्नी तागत बचाउनु पर्यो हिमालय हाँट नै देखियो राम्रोसँग ल मैदान लभलीको डाँडा है लभलीको डाँडा ल लभलीको छोरोहरू है आइपुगे मैदान फेरि सानोतिनो गाडी भेट्यो नि केटा फेरि दौडिँदै झोला सोला बोकेर हेर झोला यहाँ मामफुलीहरू हेर यहाँ धावकहरू 101 गुरुजी नाङ्गे चौधरी भाइ गुरुङ मोलो उहाँ फेरि के रुख्रे त्यो लामो जस्तो रहेछ ग्याप छोड्नुपर्छ थाहा छैन लौडा फेरि मोबाइल क्यारेको नि फेरि त्यही गर्छ यार ल केटाहरू ल केटाहरू चाहिँ ल खानेकुरा झिकिराख मेरो झोलाबाट नि झिक्न अहिले त लास्ट नराम्रो किरा रहेछ लामो यार भेजै हुन्छ यार कट हान्नु त हाल्दै मेरो नि ल्याउनु न सङ्गम दाइ कट हान्नु ल त्यो बुढो कट भनेपछि कट हान्नु नि यार ल अब हामी चाहिँ अब नास्ता सास्ता खानु पर्यो होइन दाइ त बुझिहाल्छ नि यार दाइको नि गुरुङ साथीहरूलाई बुझिहाल्छ नि होइन दाइ हजुर नि किरण सरसँग आउनु हो किरण दाइहरूसँग ल गाइस ल यादवलाई चिन्नुहुन्छ तपाईँहरू पुरा मिलेको हाइटदेखि हात कान तर एउटा ठुलो सानो
ल गाइज अब हामी यहाँ बाटो चढेको हो। अब अरू ठाउँ पनि घुम्न जानु पर्यो। टेस्ट गरियो, रेस्ट गरियो, नास्ता सास्ता गरियो होइन। केरा दही मही ल्याइएको थियो, बिस्कुट सिस्कुट यताउति खाइयो अनि अब रेस्ट गरियो भ्याइयो। अब झर्नु पर्यो होइन। अब उता घुम्न जानु पर्यो। यस्तो केटाहरूको यहाँ बचपन अझै सकिए छैन। ओहो सिडी झरेको त कस्तो दुखेको यहाँ छ। के भयो अरे? यस्तोमा ठाउँ चाहिँ बवाल हो कि जस ठाउँ चाहिँ बवाल छ कि यता नि सिनारी हो यहीँ हो त पिङ्क फुल पर्ने भनेको चेरी फुल चेरी फुल फुल्छ कि चारोमा दामी होइन यत्तिकै नि फोटो खिच्न मजा हुन्छ तर बवाल हुन्छ क्या बवाल आउँछ होइन लास्टमा दुईजना मात्र हो कि दाजुभाइ मात्र हो कि हाँ है भाइ ठाउँ राम्रो छ कि यता पिस एरिया छ कि तर अर्को सर्प हुन्छ त्यो किरिमिरे खालको टाइपको हुन्छ कि सर्प त्यो चाहिँ अलिक उस हुन्छ कि के भन्छ विशाल हुन्छ कि किङ कोब्रा चाहिँ यता हुन्छ बुटोलतिर हुन्छ पुरो बुटोलतिर नि हुन्छ होइन ठाउँ होइन म चाहिँ खतरा छ नि होइन सुटिङ गर्ने टाइपको काटेर क्या अझै राम्रोसँग काटेर बस्नको लागि राखिदिनुपर्छ कि दामी हुन्छ नि यो काटेको खतरा छ नि ठाउँ त काटेर टक्क बस्नको लागि गराइदिए भोलिपछि छम्मा हेर आउने हो कि होइन भने त हामीला नि सँगै आउने छम्मा लिएर ल बनाएपछि हामीला यल्लो मसरुम भिडियो सिडियो खिच्दै खायो केटाहरू फोटो सोटो जङ्गलमा भाइरल है भाइरल तर फोटो खिच्दैनस् कालु केटाहरू भिडियो खिच्दैछ ल अब जाने भन्ने कुरो भयो ल हामी निस्किनु लागेको है अब यहाँबाट चाहिँ हामी निस्किनु लाग्यो अब मस्ती जाने मलाई छोडेर कता गइदिन्छ कि अब जाने ल केटाहरू अब रेडी सेडी भम होइन अनि जाने है को एकछिन यही भिडियो यसरी गरिरहन्छ है त्यसपछि त हुत्तेर भिडियो गर्दा कहाँ पुगिदियो हुनुपर्छ घरिघरि तिम्रो फोन दिउँछ भाइ घरिघरि चिन्नु नि पर्छ कसै घट्ने भएन यार हुन्छ के राई भाइ सम्मसँग च्याट गर्दैछ भाइ हो कि हेर्नु न निशान भाइ ए भाइ हो निशान मगरी होला जे पनि भन्दै नि हुन्छ हामीलाई थाहा छैन होइन जाम अब ल जाम मैले बुखर नल्याएर गल्ती भयो कि अनि कोल ल्याउनु ल्याइज भनेको त थिएँ नि मैले ल केटा भिडियो सिडियो बना थकै लाग्यो कसले बनाउनु पर्छ भिडियो केटा
यता नि हान्छ यता नि हान्छ कालु चिच्याइदिनु ए गर्दैन गुड बाई लडाउँछु यार एकचोटि गोरुले उडाइदियो मलाई तल्लो गरेर त्यही भन्छ कि त्यहाँ नाले दाले ह मलाई नजान्न लामा बुढो मलाई एकचोटि गोरुले उडाइदियो देखेन गल्ती राम्रोसँग साले ल अब लास्ट हामी गौतम बुद्ध थिम जान्छौँ गौतम बुद्ध कस्तो भन्नु उस भएको गौतम बुद्ध मन्दिर म ओल्ड भनेको यही हो केटा बुझी के अरे यु मस्ट बी चेन्ज यु विश टु सी द वर्ल्ड या बेबी दिन देखेको गोरे भाइले कराइदिन्छ के चिल पारामा Yes, Daddy. सब गयो छ जानी फोटो नखिच्ने केटाहरू ल लाउरे भविष्यको ल यता दियो 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 कहाँले ल तैँले नि ल दियो 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 केटाहरू दियो ल दियो उसो हाने हाने ल गाइस ल भविष्यको लाउरे ल गोरे भाइ आइज म आइज म हान्छु लगरले हान्नलाई लगरले जोस ल ल ल ल ल 1 go 1 2 3 4 5 6 ल ल La 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 la. डेकोरेसन डेकोरेसन गर्ने होला नि त लगाएर ल अब हामी हिँड्न लाग्यो केटाहरू मस्त चिलमा हिँडे आज मस्त भयो केटाहरूलाई आज रमाइलो पनि भइरहेको अरू फेरि पौडिन हो साले झर्दा लास्ट गर्ने हुन्छ हुन्छ त हैन गुरुजीले भने पौडिन जाने यो गाडो गर्ने हुन्छ खोला पौडेर छ चिल पारामा हिँड्ने हो क्या छैन माछा छैन होला नि माछा त हजुर पानी अलिक फोटो रहेछ क्या आमा हालाके मेरोमा मेरो भाडा गरायो कि टेन्सन केही हुन्न के हिँड हिँड हेर्न गएको यो फेरि ओइ एकचोटि हामीसित पैसा छ न खानेकुरा लिने ठाउँमा स्पिकर आधा घन्टा चाहिँ चालाइदिउँ अनि यतिकै त मजा आउँदैन त्यहाँ एकछिन बसेर नि एकछिन पनि बसौँ मसँग चान्स गरौँ हातखुट्टा भन्नाले यो खुट्टा हातहरू धुनु पऱ्यो कि एकछिन बसेर अनि
टक्क जाम लाग्यो बेलुका 5 बजे 4 बजे निस्क्नु अनि त्यसैसम्म फेरि भोक लाउँछ कि नि त यार ल गएर खाने नि फेरि ल यही लाडै बनाइदियो कि मलाई किन्न यार औडा देखा त बे औडा रे फेरि देखा रे मोटे ओए यता 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 इन्स्टेन्ट हाल्ने क्या इन्स्टेन्ट हाल्दा ला भाइ यसको जस केटासँग आउँदाखेरि रमाइलो भयो धेरै पछि आएको केटाहरू खुसी हुँदै हिँड्ने केटाहरू खुसी छ नि त बल्ल मजा हुन्छ हैन केटाहरू खुसी छैन आज एकदम बढिया मजा आयो जोस आज चाहिँ कति घरमा कोचेर बस्ने यार कहिलेकाहीँ हिँड्नु नि पर्छ क्या धेरै पछि यस्तो हिँड्दाखेरि नि रमाइलो लाग्यो ल गाइज अब यहीँसम्म है हाम्रो यात्रा अब हामी चाहिँ कति लागेको आजको भ्लग चाहिँ यही है सबैजनालाई सब्सक्राइब गरिदिनु होला मेरो च्यानल चाहिँ बाई बाई